मम्मी बाहिर जानु लाग्छ है कति बाहिर हिँड्दै त यो बाहिर पनि कति जानुपर्छ मलाई एउटा जागिर बुझ्नु जानु लाग्यो कि कराउनु पर्छ त बुढीमा छँदा खाँदा भित्र हाम्रो जागिर छोडेर जागिर खान जानु पर्यो किन गर्नु पर्छ जागिर मलाई खाना जाने होइन क्या खोज्न जाने अर्को त्यो भन्दा नि राम्रो खोजी चाहिँ राम्रो होइन दिदी पहिलाकै जागिर राम्रो थियो होइन र त्यही जागिर खायो भइगयो नि किन अर्को जागिर खोज्नु पर्यो र जागिर त राम्रो छ नि त्यो भन्दा राम्रो नै हुन्छ नि त जागिर किन छुट्टीको दिन पनि आमा छोरालाई दिदी घरै बसो जस्तो लाग्ने भाइलाई पनि अनि मम्मीले पनि छोरी घरै बसो जस्तो लाग्ने अनि बल्ल बल्ल हप्तामा एकचोटि छुट्टी हुन्छ यसो छोरी घर बस्छ आमा भाइसँग यसो गफसफ गरेर यसो हुन्छ नि घर सल्लाह खालि लखर 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 हिँडेको छ राम्री बनेको छ 24 घन्टा मोबाइलमा झुन्डेको छ किन पाएर हजुरको छोरीले नराम्रो काम गर्ली र त्यस्तो शङ्का लाग्छ मामी एउटा छोरी भएपछि हुन्छ नि त यसो घरमा आमालाई सघाउनु यताउता गर्नु यसो गफ गरौँ के यसो गरौँ आमा उसो गरौँ आमा केही छैन आँट्यो त्यसै खन्न जाउँ त म ल एकछिन जान्छु गएर आइहाल्छु कि काम छ भने जानु परेन त ल मेरो मम्मी पनि नरिसाउने अनि भाइ पनि नरिसाए किन ठस्स परेको नची ल काम गर है त म जान्छु हुन्छ दिदी हुन्छ यो के काम नलाग्ने भयो कति हिँडेको हो ए मम्मी उसैको कमाइले त यो घर चल्ने हो मेरो कमाइले केही हुने हो छैन तपाईँको खेतमै खाउने होला नि ए छोरा छोरी ठुला भएपछि केही सिक्नु लाग्ने भयो नभने टेर्छन् नभने मान्छन् अब यस्तै त हो नि आमा अब छोराछोरी सँगै वरिपरि बस्दिउन् हात बढाइदिउन् भन्ने कुरो तपाईँले सोच्लायो होला अब आफ्नो कामले गर्दा बाहिरभित्र कुदिरहनु पर्छ नि यो त बुझ्नु पर्यो नि हजुरले पनि अनि मम्मी हामीलाई पढाउने सरलाई दिउँ के मम्मी दिदी अब पढे लेखेको मान्छे सरकारी जागिर भएको मान्छे राम्रो हुन्छ त्यो पनि त्यस्तै छ हाम्रो छोरी पनि ऊभन्दा के कमी छ र भनेको